Hello guys, Tashidele, Namaste everyone. अहिले चाहिँ म ठ्याक्कै मुस्ताङमा आइपुगिसकेको छु। मुस्ताङको मार्फा भन्ने ठाउँमा छु and it is very cold here. अति एकदमै चिसो छ यहाँ यो ठाउँमा। त्यही भएर एकदम तपाईहरु आउनुहुन्छ भने बाक्लो कपडा लगाएर आउनु होला है। सो म चाहिँ अब कामतिर लाग्यो गाइस। म पुजै कपडा धुन लागेको छु गाइस। कपडा धुन लागेको छु, कपडा धुनु परेको छ। बाटोमा आउँदा आउँदै अलिअलि फोहोरहरू मैलाहरू ट्रान्सफर छ, त्यही भएर अब कपडा धुइदिने मान्छे छैन, त्यसैले आफैले धुनु परेको छ गाइस है। सो होटलको रुम नम्बर 304 मा बसेको छु गाइस। होटल रुम नम्बर 304 मा मेरो साथी र म छु यतातिर। सो this is my bed for tonight. And you can see beautiful Marpa village night view. So I'm going to show you. Wow guys, see Marpa village, and here is where Jerry Street. Hello guys, good morning. अब हामी उठिसकेको छौं, बिहान 7 बज्यो। अब चाहिँ मार्पा गाउँ घुम्नु पर्छ। आज यहाँ होटलमा बसेको उठ्यो अब साथी र म। अब हामी उठेर मार्पा गाउँ जाँदै छौं। मार्पा गाउँ त यही नजिकै हो नि चाहिँ, मार्पा भिलेज। अनि यसमा जेरी स्ट्रीट भनेर एउटा जेरी गल्ली पनि रहेछ, जहाँ अनमोल केसीको जेरी फिल्मको सुटिङ भएको ठाउँ यहाँ छ है। उतै पारि मन्दिरहरु पनि रहेछ, माथि डाँडाहरु यस्तो छ गाइस है। एकदम रमाइलो रहेछ ठाउँ चाहिँ। सो हामी त्यहाँ जाँदै छौं। सी एभ्रीवन। यहाँ चाहिँ हाम्रो केटाहरु छ। ओइ केटाहरु, ओइ ओइ हेलो। ए केटाहरु के उठेर कभर लगाइसकेछ त यहाँ? म त यो चिसो छ कस्तो। ए अर्को चारे कुरा त सुत्दै रहेछ नि। चिसो छ सुत्दै छ। हो र? Come on guys, come on, let's go. Oh my god. Guys, look at this. Wow. यस्तो राम्रो भ्यू छ है एभ्रीवन। लाइन त वाउ, मार्फा मुस्ताङ। मुक्तिनाथ तर्फ जाने पर्सिको दिन हामी मुक्तिनाथ जान्छौँ। त्यसपछि Wow guys, everywhere. Wow everyone, look at this beautiful village, Marpa village. So यो मार्पा village हो, यहाँ चाहिँ मार्पा गाउँ। यस्तो बिहानको रमणीय वातावरण, बिहानीको घाम झुल्केसँगै यहाँको अहिले 7 बजिसक्यो, अहिलेसम्म खासै अब मान्छेहरू उठेको छैन, एकदम चिसो रहेछ। त्यही भएर पनि होला सायद गुम्बा पनि खुलेको छैन होला, तर पनि अब हामी चाहिँ माथि यात्रा गर्दैछौँ। सो म त्यताको वातावरण सबै देखाउनेछु हजुरहरू, हेरेर इन्जोय गर्नु होला। वाउ, यो खोला मार्पा गाउँको खोला र यो रह्यो मार्पा गाउँ। एकदमै रमणीय वातावरण मार्पा गाउँ। यताबाट हेर्नुहोस्, एकदम रमाइलो छ गाइस। रमणीय होटलहरू टन्नै छ यहाँनिर। यहाँको वातावरण एकदम आनन्दले बस्ने सुत्ने खालको ठाउँ रहेछ यो, र ध्यान साधना गर्ने ठाउँ पनि एकदम राम्रो रहेछ। तर पारि एउटा गुम्बा पनि रहेछ एभ्रीवन। अहिले त्यहाँ गुम्बामा जानुपर्छ हामी। वाउ, गुम्बा राम्रो रहेछ। ओहो, यस्तो दुःख गरेर बनाउनु भएको रहेछ गुम्बा है। ओके। आहा, हेर्नुहोस् त गाइस, बादल बादल। वाउ, त्यो बादल हो है फेरि, तपाईँहरूले अरू के भन्नु। वाउ, बादलले घेरेको है डाँडालाई। सो गुड मर्निङ गाइस। अब चाहिँ मार्फा गाउँ घुम्न जाँदैछु, जेरी स्ट्रिटहरू घुम्न जाँदैछु। वाउ म्यान, वाउ। हजुर कसलाई है यसो मलाई मुक्तिनाथ थिए र वाउ, वेलकम टु मार्पा
village, Marfa village. Wow guys, हेर्नुहोस् है रमाइलो छ ठाउँ. यता medical, Marfa Orchard Hotel and restaurant. Now, tempo is coming. Now tempo is coming and we are going. यता अरु खम्बा आएको छ. White one. Wow, This one Marfa is special. is special. You can see apple, the best apple from Marfa. Wow guys, तपाईहरुले देखिसक्नु भयो होला त्यहाँतिर यहाँ मार्फामा त एकदम स्याउ मिठो हुन्छ भन्थ्यो. तपाई हामीले सुनेकै हो. यता रहेछ स्याउको बोर्डर टन्नै रहेछ यहाँ. वाउ, स्याउको बोर्डर है एकदम. वाउ म्यान. ल यो चाहिँ मार्फाको स्कुल रहेछ यता. एन्ड यतातिर पनि छ रमाइलो वातावरण. साथीहरु जाँदैछ. मार्फा गाउँ हो रे, मार्फा गाउँ यो चाहिँ. सो साथीभाइहरु अहिले हामी मार्फा गाउँ ओरिजिनल गाउँमा जाँदैछौँ. अघिको त त्यो गेट साइड रहेछ. खास गाउँ चाहिँ यो भन्दो रहेछ हैन. यतातिर हेर्नु त गाउँ जस्तै रमाइलो ठाउँ रहेछ एकदम. ओ गाउँतिर बोर्डहरू पनि रहेछ टन्नै. उ त्यो स्याउको बोर्ड पनि छ. त्यस्तै गरिकन होटल सोनाम मेरो होटल पनि रहेछ यहाँ. वाउ, ढुङ्गा र कमेरोको घर. यता स्याउ सुन्तलाको बोटहरू टन्नै रहेछ. अब चाहिँ बल्ल एउटा चैत्यमा आइपुगेछ गाइस. लु गुम्बाको चैत्य. वाउ, त्यो माथि पनि चैत्य टन्नै रहेछ. यो चैत्य जस्तो तर गेट रहेछ के अरे. यो गेट हो, गेट जस्तो छ है. यो धार्मिक प्रवेशद्वार भनेर हामीले मान्न सक्छौँ. जब हामी प्रवेश गर्छौँ बुद्ध प्राणीहरूको हितको निम्ति हामीले धार्मिक प्रवेशद्वार. यो चाहिँ सबै स्याउको बोर्डहरू. मार्फामा थरी थरीको स्याउ हुँदो रहेछ. यो चाहिँ रातो भइसकेको रहेछ. रातो हरियो. हाम्रो मार्फाको मेमे हुनुहुन्छ एकजना. छिम्बो गम्बे एन्ला गम्बे चोलाखाङ्गी एन्ला राम्रो दिन्छ यो ब्यालेन्ड चाहिँ. यो चाहिँ 3-4 मै पाउँछ. ब्यालेन्ड चाहिँ 4 मा. र सोनाम भन्दा हेर्नु त हेर्दाखेरि यस्तो राम्रो देख्छ बुक्स क्या ब्यालेन्ड. ओइ यो ओरिजिनल हो कि डुप्लिकेट हो? नट ओरिजिनल. म साच्चै ओरिजिनल भनेर ए बनावटी पो रहेछ है. हैन साच्चै कोही देखेन त्यहाँ. ओके गाइस, नाउ अब चाहिँ बल्ल जेरिगली आइपुग्यो. यो चाहिँ जेरिगली रहेछ. यो होइन गोल्डन सावर हो. अर्ग्यानिक कुराहरू चाहिँ यस्तो हुन्छ है. सो गाइस, यो चाहिँ जेरिगली हो. जेरिगलीमा खासै त यस्तो खासै त्यस्तो त छैन. हेलो टट्टो से हमारे नमस्ते जेरी गल्ली में स्वागत छ तपाईहरु सबैजना एभ्रीवन. उपस्थित भइसकेको छौं. आदरणीय उपस्थित महानुभावहरु, आजको यस धार्मिक कार्यक्रममा पैदल यात्रा कार्यक्रम. तर यो हाम्रो नेकवर चाहिँ हो है. हामी गुम्बाको यात्रा गर्दै छौं.
जान्न सबैजना आउने हाम्रो विशेष यो धार्मिक पदयात्रामा पदयात्रा कार्यक्रम बिहानदेखि शुभारम्भ गरेको छौँ। आज हामी यो विशेष त्यस कारणले गर्दाखेरि घर बनाउने बेलामा पनि म एउटा के अनुरोध गर्न चाहेँ भने हामीले पनि आगामी दिनहरूमा पहिला हाम्रो बाबुबाजेले चाहिँ ढुङ्गा र माटोको घर बनाएको थिए। जब ढुङ्गा र माटोको घरले हाम्रो एउटा शरीरलाई अत्यन्तै मद्दत गर्छ र स्वास्थ्यमा अत्यन्तै महत्त्व। हाम्रो दुईजना एक्टर्सहरू अभिनेताज्यूहरू भिडियो खिच्दामा व्यस्त छ। एकजना एक्टिङ गर्दामा व्यस्त, एकजना क्यामेरा खिच्दामा व्यस्त। दुईजना ठिक रहेछ तपाईहरु दुईजना हामी दुईजना। यो होटल माउन्ट विल्ला एन्ड रेस्टुरेन्ट भन्ने रहेछ। वाह, यो चाहिँ जेरी गल्ली हो एभ्रिवान। मुस्ताङ जेरी गल्ली भने चाहिँ यही हो। जस्ट आज जेरी गल्लीको चाहिँ धच्चे उडाउने भयो मैले। जे होस्। सो कुसिकेला कस्तो लागिरहेछ यहाँ? बहुत बढ़िया यार। हो, रमाइलो लागिरहेछ नि होइन? इज दिस फर्स्ट टाइम? या ओके। सो उहाँको पनि यो पहिलोचोटि रहेछ, पहिलो पटक। रमाइलो लाग्दैछ भन्नुभएको छ उहाँले। एकदम हेर्नु त, ओहो यहाँ त होटल पसल होटल पसल होटल पसल मात्रै छ। त्यही भएर पनि एकदम रमणीय छ। होटल मार्पा प्यालेस एकदम राम्रो खालको होटल रहेछ। र होइन उताको त्यो सिन अब उताएर फगिने र मारे यहाँ अब यस्तो अर्ग्यानिक चिजहरू पाउँदो रहेछ गाई। सबै हात्ती बुनाइ हो, यिनीहरू सबै हातबाट बुनेको। वा, यस्तो मजाको छेतेनको डिजाइनहरू बनाइरहेको छ। मार्पा गिफ्ट सप। धेरै घरहरू बन्दै रहेछ। प्याराडाइस गेस्ट हाउस चाहिँ टन्नै हुँदो रहेछ गाइस यो ठाउँमा। यो पक्कै पनि याक जौहरूको रह हुनसक्छ। 마이지않아 가디 좀 뛰니 쳐버도 सेपा ढुक्रे दस झाँक्री गल्ली मार्पा आर्ट ग्यालरी एन्ड एक्जिबिसन। Way to Dhaulagiri base camp. Through. खतरा खतरा आउन आउन एकछिन घुम। मेन त अलि जानै पर्यो नि होइन? मुस्ताङमा मुस्ताङ भन्ने हो। हो यार जेरीबाट जेरी जस्तै भन्नाले मेन जेरी गल्ली चाहिँ यो रहेछ एभ्रिवान। गल्ली चाहिँ टन्नै रहेछ यो भित्र। उफ ओ
ए गल्ली त कति कति ओहो है टन्नै रहेछ है गल्ली त ओहो खतरा रहेछ त वाउ गाइस यो हो नि त यो चाहिँ गुम्बा बाटा है गुम्बा बाटा मार्फको भ्यूजहरू एयरपोर्ट हराएर यार पञ्चलाई कुट्ने घर हो कुट्ने होइन कत्व भनेको चाहिँ मापन गर्ने ए कुरा सही गलत यो मुनिको पनि है अहिलेको त पसिना आयो अहिले कभर हल ए अहिलेको चाहिँ यो पसिना आयो जस्तै कोद्ने भन्छ नि सफा गर्ने चाहिँ हो कि सफा गर्ने चाहिँ हो कि जस्तै विभिन्न मुद्दाहरू छ नि त्यसलाई क्लियर गर्ने ए माथि पुरानो मार्फाबाट है सम्तेनलिङ गुम्बा सम्ते छेलिङ गुम्बा र कातो भिन्जी छ्याउनहरुको गुरुले जी रोकथाम चाहिँ छिलो क्या है हमारे हुन्छ भनेर त हो मान्छेले अब हाम्रो पहिलो दिन किन्दैछ तल छोटो हिंसानहरुको पुरुष पनि यहाँ छ कि ए त्यो पहिलो सुरुको कुठ्याङदाङ हो दिनदाङको कुटुङमा किटन सुन्दर तीनटा मूर्ति छ ओहो अनि हाम्रो अरु भयो अनि यो सुनेर एक किताब यहाँ छ ए सुनिरहेको चाहिँ किताब है पुरानो किताब हो यो लेखेको यो चाहिँ कङ्ग्युरहरू होला त्यो माथिको नयाँ हो यो फेरि नयाँहरू है मुनिको साइडमा राखेको सबै पुरानो हो कि तिम्रो लेखेको सबै हाले लेखेको सुनिरहेको छ त्यो माथिको पनि धेरै पुरानो रहेछ हैन कुन यो त नयाँ हो पुरानो त पुरानो हो खास यो म पहिला पुरानो हो कि धेरै पुरानो रहेछ त्यो मुनिको चाहिँ हो कि मुनिको हेलो गाइस हामी घुमिसक्यौँ सम्तेलिङ गुम्बा ब्रा गुम्बा ब्रा गुम्बा अनि रिक्सम गुम्बाको तीर्थ सबै देखे भेरी ब्लेस्ड फिलिङ अब मार्फाको लगभग हामीले सबै कुराहरू देखे मार्फाको है अब हाम्रो यात्रा नेक्स्ट यात्रा भनेको कहाँ यारचाङ रे भाइ कुन गुम्बा रे के गुम्बा रे लो घ्याकर गुम्बा अप्पर मुस्ताङको क्षेत्रमा गुरुपत्मा समूहले सबैभन्दा पहिला पटक चाहिँ स्थापन गर्नुभएको त्यो गुम्बामा अब हामी जाँदैछौँ गाइस तपाईहरुलाई टिकटमा सानै गुम्बा बनाउनु भन्दा अगाडि चाहिँ पहिला यो चुक्लाखाङ बनाएर चाहिँ अनि यहीँदेखि चाहिँ अनि उहाँले उता चाहिँ दमनहरू गरेको त्यस्तो भन्ने इतिहासहरू चाहिँ सो एकदमै पवित्र स्थलहरूको हामी दर्शन पनि गर्नेछौँ र तपाईहरुलाई दर्शन पनि गराउनेछौँ सो सबैजना समय शुभ रहोस् भन्दै ट्रस्ट दिलेक फ्याफुल्ला टेक केयर एभ्रीवान